र देखिरहनु भएको छ दर्शकबिन दुर्गा प्रसाई नै गाडीमा कुनै गाडीमा ल्याइरहेको जस्तो हामीलाई लागिरहेको छ। एकदमै कडाभन्दा कडा सुरक्षाका साथ दुर्गा प्रसाईलाई यति बेला नेपाल ल्याइसकिएको छ भने प्रहरीको पहिलो गाडीले उनलाई स्कटिङ दिँदै दुर्गा प्रसाईलाई यति बेला ल्याइसकेको छ। दर्शकले देखिरहनु भएको छ भने देखिरहनु भएको छ दुर्गा प्रसाईलाई हामी ताजा अपडेट देखाइरहेका छौँ र कुन गाडीमा छन् भन्ने कुरा अझै पनि पक्का भइसकेको छैन। र गत चैत्र 15 गते काठमाडौँमा भएको अराजक गतिविधि गरेको भन्दै नेपाल सरकारले उनीमाथि गिरफ्तारी गरेको थियो र त्यसैका बावजुद उनलाई आज काकरभिट्टाबाट अगाडि लगिसकेको छ। भारतीय प्रहरी र नेपाल प्रहरीको सम्झौतामा उहाँलाई अगाडि ल्याइसकेको छ। दुर्गा प्रसाईले हिजो बेलुका करिब बेलुकाको 4 बजेतिर आफैले भारतीय प्रहरी आसाममा चाहिँ आत्मसमर्पण गरिसके पछाडि उनी आज नेपाल ल्याइँदैछ। यो बोर्डरमा छौँ हामी, मेची पुलको बीच स्थानमा दुर्गा प्रसाईलाई राखिएको छ र उनी अबको केही समयमा नेपाली भूमिमा उनी आउँदैछ। नेपाल प्रहरीको निगरानीमा उनी समर्पण गर्ने भएका छन् भने नेपाल प्रहरीले उनलाई लिएर आइरहेको छ। उनका समर्थकहरू सुरक्षाकर्मीहरू यहाँ बोलिरहेको छ, त्यहाँ आइहाल्छ त। दर्शक नमस्कार, म तपाईँको कार्यक्रम सञ्चालक विनोद थापा उपस्थित भइसकेको छु। यति बेला भने म पूर्वीको दक्षिणी सिमाना काकरभिट्टामा छु। काकरभिट्टाको यो महेन्द्र राजमार्गको बिच सडकमा छु र यहाँलाई जानकारी गराउन चाहन्छु कि गत चैत्र 15 गते काठमाडौँको तिनकुनीमा भएको जनआन्दोलनमा दुर्गा प्रसाई अराजक हिंसात्मक गतिविधि गरेर फरार भएको भनेर चाहिँ नेपाल सरकारले पक्राउ पुर्जी काटेको आज हप्तौँ बितिसकेको छ। तर पनि नेपाल प्रहरीले उनलाई पक्राउ गर्न सके पछाडि उनले आफै भारतीय प्रहरी आसाममा चाहिँ समर्पण गरेको आत्मसात गरेको भन्ने कुरा आइसक्यो। यति बेला हामी काकरभिट्टाको यो मेची पुलमा छौँ जहाँ त्यति बेला दुर्गा प्रसाई स्वयं आफै भारतीय प्रहरीको निगरानीमा नेपाल प्रहरी समक्ष समर्पण आइरहेको हामीले जानकारी पाएका छौँ र यहाँलाई अवगत गर्न चाहन्छु कि गत 3 गते काठमाडौँमा भएको जुन तिनकुनेमा भएका विभिन्न घटनाहरू छन्, असुल ग्यासका प्रहार छन्, गोली प्रहारका कुराहरू रहेका छन्, त्यसै गरी विभिन्न लुटपाटका कुराहरू रहेका छन्। यी सबै कुरालाई लिएर दुर्गा प्रसाईलाई छानबिन गर्नका लागि नेपाल सरकारले अति अगाडिदेखि नेपालको पुरा शक्ति, पुरा नेपाल प्रहरी लगायत सबै मिडियाकर्मी लागेर खोज्दै गर्दा पनि उनी लुकेको ठाउँ पत्ता लगाउन नसक्दा, उनलाई गिरफ्तार गर्न नसक्दा, उनलाई पक्राउ गर्न नसक्दा यति बेला दुर्गा प्रसाई स्वयंले भारतीय प्रहरी समक्ष आसाममा रहेका प्रहरी समक्ष उनले आफै समर्पण गरिसकेका छन् भने उनलाई नेपाल ल्याइँदैछ। आजै अहिले यति बेलै उनलाई यहाँ पुल पारीबाट सिमाना वारी नेपालको यो भूमिमा उनलाई ल्याउने कुरा भइरहेको छ र उनी आउँदैछन्। सम्भवतः केही समयमा उनी आउनेछन् र आएसँगै चन्द्रगढीको एयरपोर्टबाट उनलाई काठमाडौँ लगिने साथै तत्कालै हाम्रो व्याकरणमा नेपालका विभिन्न प्रहरीहरू हुनुहुन्छ, सशस्त्र प्रहरी, नेपाल प्रहरी, डिएसपी लगायत काकरभिट्टा प्रहरी प्रमुखहरूको पनि बाक्लो रूपमा उपस्थित भएको छ। त्यसै गरी दुर्गा प्रसाईका समर्थकहरू पनि भेला हुने प्रयास जारी रहेको छ। विभिन्न मिडियाकर्मीको उपस्थिति रहेको छ। साथै राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका टिमहरूको पनि यहाँनिर उपस्थित हुने जमर्को लागिरहेको छ। तसर्थ हामी यो फिल्डमा छौँ। अब के हुन्छ, कसो हुन्छ, दुर्गा प्रसाईलाई कस्ता मुद्दामा उनलाई दर्ता गरिँदैछ, के साँच्चै दुर्गा प्रसाईलाई सरकारले ज्यानको जोखिममा राखेर जुन ज्यान नै लिने एउटा काटछाड गरेर उनीमाथि प्रहार गर्ने जुन योजना बनाइएको भनेर दुर्गा प्रसाई आफै एउटा सुरक्षाको निमित्त भागेको, म आफ्नो ज्यान जोगाउनका निमित्त लुटेको भनेर उनले बोलिरहँदाखेरि वास्तवमा यो कुरा कतिको यथार्थ छ। अब दुर्गा प्रसाईलाई पक्राउ गरिसके पछाडि के हुन्छ, नेपाल प्रहरीले उनलाई कुन रूपमा लिन्छ, कुन रूपमा अनुसन्धान गर्छ, के कस्ता मुद्दाहरू दर्ता गरेर आएर चाहिँ उनलाई कस्तो छानबिन गर्छ भन्ने कुराहरू अबको केही दिनमा हामीले पाउने नै छौँ, यहाँहरूमा जानकारी गराउने नै छौँ। अहिलेको बसाइमा भने हामी फेरि पनि भन्न चाहन्छौँ करिब यहाँको 11 बन्न लागिसकेको छ र यहाँ हामी बाक्लो मार्गमा उपस्थिति पनि हुने काम भइरहेको छ। अबको केही समयमा मेडिकल वेबसाइटका अभियानका संयोजक भनेर चिनेका दुर्गा प्रसाईको यहाँनिर उपस्थिति हुँदैछ। उनलाई इन्डिया प्रहरीले, भारतीय प्रहरीले चाहिँ बोर्डरसम्म ल्याएर नेपाल प्रहरी समक्ष उनलाई हस्तान्तरण गर्ने एउटा जुन योजना पनि बनाइएको छ। त्यसमा नेपाल प्रहरीका पनि थुप्रै सहकर्मीहरू, थुप्रै प्रहरीहरू, थुप्रै सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत मिडियाकर्मीहरूको पनि यहाँ सामूहिक उपस्थिति रहेको छ। हेर्दै गर्नुहोला भिडियो अन्तिमसम्म।
तपाईहरुले सत्य तथ्य घटनाको यो फोटो बनाउनुहोस्, उल्टो र पुल्टो नबनाउनुहोस्। कहिले पनि मिडियाले सत्य कुरा देखाउनुहोस्। कहिले इन्डिया गयो, कहिले काम भन्ने काम। मुर्दाबाद 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 मुर्दाबाद। दुर्गा प्रसाईका समर्थकहरू आक्रोश बनेका छन्। भर्खरै मात्र दुर्गा प्रसाईलाई सीमा पारीको सीमावारी ल्याइएको छ भने उनलाई काँक्राभिट्टा जिल्लाका प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको छ। उनी पक्राउ परिसकेका छन् र पक्राउ परिन सक्ने दुर्गा प्रसाईको रिहाईको माग गर्दै उनका समर्थकहरू काँक्राभिट्टाको मेची पुल अगाडि उभिएका छन्। उनको समर्थनमा उत्रिएका छन्। तीन कुनै घटनाको स्वतन्त्र छानबिन गर भन्दै राष्ट्र मिलाप काम गर भन्दै दुर्गा प्रसाईका राष्ट्र धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका टिमहरू अगाडि बढिसकेका छन्। पक्राउ परेको केही घन्टा नबित्दै उनका समर्थकहरू रिहाईको माग गर्न थालेका छन्। दर्शकबिन पक्राउ परेको केही समय नबित्दै दुर्गा प्रसाईका समर्थकहरूले रिहाईको माग गरिसकेका छन्। दर्शकबिन भिड थोरै होला तर निकै नै बुलन्द आवाजका साथ दुर्गा प्रसाईको रिहाईको माग गर्दै रहेका छन्। थाहा छैन दुर्गा प्रसाईले अब के हुन्छ, कसो हुन्छ, कहाँ लान्छ, के गर्छ। तर भने दुर्गा प्रसाईका अभियानकर्ताहरू मैदानमा उत्रिसकेका छन्। भारतीय प्रहरी र नेपाल प्रहरीको सम्झौतामा उहाँलाई अगाडि ल्याइसकिएको छ। दुर्गा प्रसाईले हिजो बेलुका करिब बेलुकाको 4 बजेतिर आफैले भारतीय प्रहरी आसाममा चाहिँ आत्मसमर्पण गरिसके पछाडि उनी आज नेपाल ल्याइँदैछ। यो बोर्डरमा छौँ हामी। मेची पुलको बीच स्थानमा दुर्गा प्रसाईलाई राखिएको छ र उनी अबको केही समयमा नेपाली भूमिमा उनी आउँदैछ। नेपाल प्रहरीको निगरानीमा उनी समर्पण गर्ने भएका छन् भने नेपाल प्रहरीले उनलाई लिएर आइरहेको छ। उनका समर्थकहरू, सुरक्षाकर्मीहरू यहाँ बोलिरहेको छ, त्यहाँ आइहाल्छ त। र देखिरहनु भएको छ दर्शकबिन दुर्गा प्रसाई नै गाडीमा कुनै गाडीमा ल्याइरहेको जस्तो हामीलाई लागिरहेको छ। एकदमै कडाभन्दा कडा सुरक्षाका साथ दुर्गा प्रसाईलाई यति बेला नेपाल ल्याइसकिएको छ भने प्रहरीको पहिलो गाडीले उनलाई स्कटिङ दिँदै दुर्गा प्रसाईले यति बेला ल्याइसकेको छ। दर्शकबिन देखिरहनु भएको छ भने देखिरहनु भएको छ दुर्गा प्रसाईलाई। हामी ताजा अपडेट देखाइरहेका छौँ र कुन गाडीमा छन् भन्ने कुरा अझै पनि पक्का भइसकेको छैन। र गत चैत्र 15 गते काठमाडौँमा भएको अराजक गतिविधि गरेको भन्दै नेपाल सरकारले उनीमाथि गिरफ्तारी गरेको थियो र त्यसैका बावजुद उनलाई आज काँक्राभिट्टाबाट अगाडि लगिसकेको छ। हामी पर्खिरहेको छौँ दुर्गा प्रसाईलाई। थानामा छिराउने हो? थानामा कहाँको थानामा? एयरपोर्ट लाने होइन? खोइ हामीले त जानकारी थानामा छ।